हेलो नमस्ते सबैलाई हार्दिक स्वागत छ मेरो बक्सा राइडर ब्लगरमा हैन। मेरो दाजुभाइ दिदीबहिनीहरू जतिजनाले पनि हेर्छ भिडियो चाहिँ हैन, स्किप नगरिकन हेर्दिनु होला सबैजनाले हैन, राम्रोसँगले हेर्दिनु होला। आजको चाहिँ खास भिडियो बनाउने कारण चाहिँ हो मेरो तपाईको यो जग्गामा आएको छु म चाहिँ, जुन चाहिँ तपाईको मालबजार पार्कमा आएको छु। यहाँ चाहिँ खासमा भन्नु भने कस्तो छ के छ भनेर तपाईहरुलाई देखाउनुको लागि हैन, तपाईहरु राम्रोसँगले हेरिदिनु होला। यो चाहिँ मालबजार पार्क हो, राम्रोसँगले हेरिदिनु होला तपाईहरु भिडियो चाहिँ स्किप नगरिकन। चाहिँ गेट चाहिँ यो पर्छ तपाईको, गेट चाहिँ यो हो हैन, तपाईहरु हेर्नु हुँदैछ। गेट चाहिँ यो हो, यो जग्गाबाट टिकट पनि काटेर पस्नुपर्छ यो जग्गामा हैन। तपाईको 20 रुपैयाँ गरेर टिकट लिन्छ पर हेड हैन। तपाईहरु अगर जति घुम्नु चाहन्छ तपाईहरु घुम्न आउनु सक्नुहुन्छ यो जग्गामा चाहिँ हैन। यता चाहिँ खासमा भन्नु भने त्यस्तो खास पनि छैन, यहाँ चाहिँ फुलहरु पनि थियो, फुलहरु चाहिँ खासमा अहिलेको टाइममा चाहिँ छैन। यता चाहिँ तपाईको यस्तो टाइपको छ, हेर्नु हुँदैछ। यो चाहिँ मालबजार पार्क हो। यहाँ चाहिँ खासमा आउने कारण चाहिँ के हो भन्दाखेरि हैन, तपाईहरु यदि घुम्नु आयो भने चाहिँ यो जग्गामा चाहिँ हैन, जुन चाहिँ दार्जिलिङमा टय ट्रेन चल्छ त्यसको पनि खासमा लाभ चाहिँ तपाईहरुले उठाउन सक्नुहुन्छ यो जग्गाबाट। टय ट्रेन चाहिँ तपाईको यतापट्टि छ। टय ट्रेनको पनि लाभहरु उठाउन सक्नुहुन्छ यो जग्गामा चाहिँ हैन। तपाईहरुलाई राम्रो पनि लाग्छ होला घुम्न आउँदाखेरि चाहिँ हैन। पार्क चाहिँ यस्तो टाइपको छ हैन। टय ट्रेनको चाहिँ जुन चाहिँ टिकट काट्नुहुन्छ तपाईहरुले यो जग्गाबाट चाहिँ टिकटहरु काट्न सक्नुहुन्छ तपाईहरुले। जस्तो तपाईहरुलाई पनि घुम्ने इच्छा छ भने चाहिँ तपाईहरु पनि यो जग्गामा आएर टिकटहरु काटेर घुम्न सक्नुहुन्छ तपाईहरु हैन। बेसी पनि पर्दैन, 20 रुपैयाँ गरेर लिन्छ तपाईलाई पार्कमा पस्नुको लागि चाहिँ टिकट चाहिँ हैन। टय ट्रेन चाहिँ यस्तो टाइपको छ, हेर्नु हुँदैछ। टय ट्रेनमा चाहिँ फोटो पनि लिन सक्छ तपाईहरु, जस्तो अब घुम्न आउनुको लागि चाहिँ हैन यो जग्गामा चाहिँ। और पार्कको माथि चाहिँ कस्तो छ के छ भनेर तपाईलाई म देखाउँदै छु। पार्क चाहिँ खासमा भन्नु भने ठुलो पार्क चाहिँ हैन, सानो पार्क के हो यो चाहिँ हैन। यो चाहिँ मालबजार पार्क। अगर चाहिँ तपाईहरुलाई घुम्नु इच्छा हुन्छ तपाईहरु आउनु सक्नुहुन्छ यो जग्गामा हैन। हेर्नु हुँदैछ केटीहरु बसिरहेको छ अगाडिपट्टि, यस्तो टाइपको छ पार्क चाहिँ। पार्क चाहिँ खासमा भन्नु भने अहिले चाहिँ फुलहरु फुलेको छैन हैन, त्यति राम्ररी पनि देख्दैन। यो जग्गाबाट चाहिँ केटी केटा हिँडेर जान्छ हैन, वक गर्छ यो जग्गामा चाहिँ। हेर्नु हुँदैछ जग्गाहरु कस्तो छ के छ। यतापट्टिबाट चाहिँ म पछाडिपट्टिबाट आएको, टय ट्रेन चाहिँ त्यहाँ उभिरहेको छ हैन। तिर चाहिँ यस्तो छ पार्कको चाहिँ उतेसमा हैन। तपाईहरुले यो जग्गाहरु त भिडियोतिर देख्नै भएको होला हैन। यो एरिया चाहिँ हैन, यहाँ चाहिँ खासमा भन्नु भने फोटोहरु खिच्छ मान्छेहरुले हैन। यो जग्गामा आएर चाहिँ खासमा केटी केटाकै लागि हो पार्कहरु चाहिँ, जति पनि पार्कहरु छ हैन यो जग्गामा। पार्कहरु चाहिँ यस्तो टाइपको छ, हेर्नु हुँदैछ तपाईलाई हैन। अगर यदि तपाईहरुलाई पनि यदि खिच्नु मन छ फोटोहरु, जस्तो अब यो जग्गामा खासमा अहिले फुलको सिजन चाहिँ छैन हैन, त्यो कारणले गर्दाखेरि चाहिँ खासमा अहिले त्यस्तो टाइपको छैन पनि हैन। यता दोकानहरु पनि छ, जस्तो चिया चाउमिनहरु तपाईहरु जे पनि खान सक्नुहुन्छ यो जग्गामा चाहिँ हैन। चिया चाउमिन देखि लिएर तपाईहरु यो जग्गामा घुम्नु पनि आउनु सक्नुहुन्छ। यो जग्गामा चाहिँ वाटरफल छ एउटा, वाटरफल चाहिँ खासमा भन्नु भने अहिले चलिरहेको थियो, अहिले बन्द गरिदियो हैन। यो जग्गामा चाहिँ जति पनि एरियाहरु छ यो जग्गामा चाहिँ हैन, पार्कको एरिया हो। हेर्नु हुँदैछ यो अति म दूरबाट देखाइदिन्छु तपाईहरुलाई चाहिँ। मान्छेहरु पनि आजको दिन चाहिँ धेरै छ हैन। यो जग्गा चाहिँ यो एरियातिर चाहिँ पुरै नै फुलहरु नै फल्छ, जति पनि यो एरियातिर चाहिँ हैन फुलहरु हुन्छ हैन। यहाँ दोकानहरु पनि छ हैन। उतातिर चाहिँ मान्छेहरु पनि बसिरहेको छ खासमा भन्नु भने यो एरियातिर चाहिँ। त्यहाँ चाहिँ चढाहरु पनि राखेको छ, त्यो जग्गातिर चाहिँ हेर्नु हुँदैछ चढाहरु राखेको छ यो एरियामा। अब चाहिँ तपाईहरुलाई म पछाडिपट्टिबाट देखाउँछु है, मेरो दाजुभाइ दिदीबहिनीहरु। हेर्नु हुँदैछ मालबजार पार्क चाहिँ यस्तो छ। तपाईहरुलाई पनि यदि इच्छा हुन्छ घुम्नुको लागि 20 रुपैयाँ टिकट हो, तपाईहरु आउन सक्नुहुन्छ यो जग्गामा।
देखिन्छ हैन। यो पार्कहरु चाहिँ खासमा भन्नु भने पार्क चाहिँ यस्तो टाइपको छ। यता मान्छेहरु पनि धेरै भिड छ, काम गर्ने मान्छेदेखि लिएर तपाईको घुम्न आउने मान्छेदेखि लिएर सबै चीजहरु धेरै नै भिड छ। हेर्नु हुँदैछ मालबजार पार्क चाहिँ यस्तो टाइपको छ हैन। यो जग्गामा चाहिँ चढाहरु पनि राखेको छ हैन, सानो तिनो हैन। तपाईहरुलाई इच्छा हुन्छ तपाईहरु घुम्नु पनि आउन सक्नुहुन्छ यो जग्गातिर चाहिँ। खासमा भन्नु भने चाहिँ अहिले चाहिँ म चाहिँ पिङमा चढ्नु पर्यो। यो पिङमा हेर्नु हुँदैछ चढिरहेको छु, हेर्नु हुँदैछ मजा पनि लागिरहेको छ। खासमा भन्नु भने तपाईहरुलाई पनि यस्तै पिङमा चढ्नु इच्छा हुन्छ, तपाईहरु पनि आउन सक्नुहुन्छ यो जग्गामा घुम्नको लागि। त्यहाँ सिधीमा चाहिँ यस्तो देखिन्छ हैन। तपाईहरुले अगाडि पनि भिडियोतिर हेरेकै होला यो पार्क चाहिँ हैन। एरियामा चाहिँ सानो छ हैन, मालबजार पार्क भन्छ हैन। अगर चाहिँ तपाईहरुलाई इच्छा हुन्छ घुम्नुको लागि, जस्तो चिया कफीहरु जस्तो खानु मन लाग्छ, यो भित्रै पनि दोकान छ। नानीहरु खेल्नेदेखि लिएर सबै चीज छ यो जग्गामा चाहिँ हैन। यो चाहिँ मालबजार पार्क भन्छ यसलाई चाहिँ हैन। म चाहिँ यो जग्गामा 3-4 चोटि आइसके खासमा भन्नु भने हैन। तर मलाई चाहिँ खासमा त्यस्तो खास पनि लाग्दैन। अहिले चाहिँ खासमा भन्नु बर्सातको टाइम अब बन्द पनि हुन्छ होला यो पार्क हैन। यो तपाईको 1.5-2 महिनाको लागि बन्द पनि हुन्छ होला सायद। यो एरियाहरु चाहिँ कस्तो छ के छ भनेर राम्रोसँगले कमेन्टहरु गर्दिनु होला तपाईहरु हैन। मेरो दाजुभाइ दिदीबहिनी जति जनाले पनि हेर्छ स्किप नगरिकिन हेर्दिनु होला भिडियो। खासमा यो जग्गामा आउने कारण चाहिँ के भन्दाखेरि टोय ट्रेन जुन चाहिँ दार्जिलिङमा तपाईहरु उठ्नुहुन्छ हैन, त्यो चाहिँ तपाईहरुले मजा लिन सक्नुहुन्छ। यो दार्जिलिङको चाहिँ खासमा भन्नु भने हैन, दार्जिलिङको चाहिँ टोय ट्रेनको चाहिँ यो जग्गामा मजा लिन सक्नुहुन्छ। यतातिर पनि खासमा भन्नु भने मान्छेहरु थुप्रै छ हैन, धेरै नै छ अब भन्नु गयो भने हैन। यो चाहिँ मालबजार पार्क। तपाईहरुलाई पनि जति आउने इच्छा हुन्छ तपाईहरु पनि आउन सक्नुहुन्छ। तपाईहरुको गर्लफ्रेन्ड लिएर आउन सक्नुहुन्छ बा बोयफ्रेन्ड लिएर पनि आउन सक्नुहुन्छ। जति जनाले पनि हेर्छ सबैले स्किप नगरिकिन हेर्दिनु होला भिडियो चाहिँ हैन। मेरो चाहिँ खासमा भन्नु भने च्यानलको नाम चाहिँ बक्सा राइडर ब्लगर छ। हेर्नु हुँदैछ यो एरिया चाहिँ यस्तो टाइपको छ। अहिले चाहिँ खासमा भन्नु भने म चाहिँ गेटसम्म जान्छु सोच्दैछु भिडियो बनाउँदै। यो एरियातिर चाहिँ यस्तै टाइपको छ। अलिकति मोबाइलमा पनि बनाउँछु, अलिकति हल्लिन्छ पनि होला सायद। यो टोय ट्रेन हो। तपाईहरु आएर दार्जिलिङको मजा पनि लुट्न सक्नुहुन्छ यो जग्गामा चाहिँ हैन। इच्छा यो जग्गामा चाहिँ खासमा फुलै फुल हुन्थ्यो कि अहिले चाहिँ बर्खा लागेर चाहिँ फुलहरु चाहिँ छैन। अहिले सिजन पनि छैन होला फुलको, त्यो कारणले गर्दाखेरि चाहिँ फुल पनि त्यस्तो राम्रो पनि छैन हैन। हेर्नु हुँदैछ यता चाहिँ नानी केटकेटीहरु पनि खेल्छ। यो चाहिँ खासमा भन्नु भने मालबजार पार्कको गेट चाहिँ यस्तो टाइपको छ मालबजार पार्कको। तपाईहरुलाई इच्छा हुन्छ तपाईहरु पनि आउन सक्नुहुन्छ यो जग्गातिर चाहिँ घुम्नको लागि चाहिँ। हेर्नुस् अब चाहिँ म अगाडिपट्टि देखाउँछु। यो पार्क चाहिँ खासमा भन्नु भने लोकेसन चाहिँ कस्तो पर्छ भन्दाखेरि मालबजार जुन चाहिँ बस स्ट्यान्ड छ, बस स्ट्यान्डकै साइडमा पर्छ यो चाहिँ मालबजार पार्क चाहिँ हैन। तपाईहरुलाई पनि इच्छा हुन्छ तपाईहरु आउन सक्नुहुन्छ यो जग्गामा चाहिँ। हेर्नु हुँदैछ कस्तो टाइपको के छ भनेर। मालबजार पार्क चाहिँ यस्तो छ। हेर्नु हुँदैछ तपाईले पार्कहरु चाहिँ यस्तो टाइपको छ हैन। बाहिर फेरि चाहिँ अब भन्नु गयो भने चाहिँ बाहिर चाहिँ यस्तो टाइपको छ। मालबजार चाहिँ बस स्ट्यान्डकै साइडमा पर्छ हैन। यो चाहिँ मेन रोड हो। हेर्नु हुँदैछ तपाईले यो चाहिँ टोटोहरु पनि लागेको छ। मान्छेहरु धेरै मान्छेहरु आएको छ होला कि त्यो कारणले गर्दाखेरि। यहाँ चाहिँ टिकट काउन्टर छ साइडमा चाहिँ तपाईले हेर्नु हुँदैछ। उतापट्टि चाहिँ टिकट काउन्टर छ।